यति राम्रो कार्यक्रम सुन्नलाई प्रदीपजीलाई धेरै धेरै धन्यवाद। आजको यस कार्यक्रमका सभापतिज्यू, जनकपुर धाम उपमहानगरपालिकाका उपप्रमुखज्यू, मेरा अभिभावक, राजनीति शास्त्र संघका अध्यक्ष प्राध्यापक विजय बहादुर सिलवालज्यू, मोडल कलेजका संस्थापक वीरेन्द्र कुमार शाहज्यू, विभिन्न संघ संस्थाबाट प्रतिनिधित्व गरेर आउनुभएका साथीहरू, हाम्रो यस कलेजमा पढ्ने विद्यार्थीका अभिभावक बुवा आमा दाजुभाइ दिदीबहिनीहरू, पत्रकार मित्रहरू, सञ्चारकर्मी, हाम्रो सुरक्षाकर्मी साथीहरू, पूर्वाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालयबाट उपस्थित सम्पूर्ण प्राध्यापक र कर्मचारी साथीहरू, सम्पूर्ण मोडल परिवार र आजको यस कार्यक्रमका प्रमुख आकर्षक मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, प्रथमतः पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट तपाईहरु सबैलाई हार्दिक धन्यवाद र आभार व्यक्त गर्न चाहन्छु। तपाईहरुको यो कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय तर्फबाट हामीलाई आमन्त्रण गरेर तपाईहरुसँग साक्षात्कार गर्ने जुन अवसर प्रदान गर्नुभयो, म यो जनकपुरको पावन भूमिमा यो शिक्षाको यो पावन मोडल कलेजमा उपस्थित भएर पूर्वाञ्चल विश्वविद्यालय तर्फबाट हाम्रा केही विचारहरू आदान प्रदान गर्ने जुन अवसर दिनुभयो, मलाई लाग्छ यो अवसरले शिक्षाको क्षेत्रमा नयाँ आयाम थप्छ भन्ने विश्वास लिन चाहन्छु। आज हामीले भर्खरै पूर्वाञ्चल विश्वविद्यालय सम्बन्धन प्राप्त गरी बीए-एलएलबी को कार्यक्रम सञ्चालन गर्ने कुरामा जे आज हामीले यो बीए-एलएलबी कार्यक्रमको शुभारम्भ गर्यौं, मलाई लाग्छ यसले नेपालमा कानुनी शिक्षामा देखिएको अभावलाई पूरा गर्ने कुराको विश्वास लिन सकिन्छ। यहाँहरू कतिलाई जानकारी छ, कतिलाई छैन। नेपालमा कानुनी शिक्षा पढ्ने विद्यार्थीहरूको चाहना अनुसार 25% पनि खपत गर्ने हाम्रा क्याम्पसहरू नभएको कारणले पूर्वाञ्चल विश्वविद्यालयले कानुनी शिक्षालाई अगाडि बढाउनु पर्छ भनेर यो प्रक्रिया अगाडि बढायो। यस अर्थमा जनकपुर जस्तो विकास भइरहेको शहर जहाँ शिक्षाको क्षेत्रमा धेरै अगाडि बढिरहेको छ र यो विशाल भवन जहाँ केवल ल मात्रै होइन धेरै कुराहरू सञ्चालन गर्न एकै थलोमा सकिन्छ भन्ने लागेर हामीले बीए-एलएलबी को 5 वर्षे कार्यक्रम यो क्याम्पसमा दिएका छौं र लाग्छ म यो बीए-एलएलबी कार्यक्रमको भव्य सफलताको शुभकामना गर्दै तपाईहरु यहाँ पढ्ने विद्यार्थीहरूको पनि उज्जवल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु। यति मात्रै होइन, म यही अवसरमा के अनुरोध गर्दछु भने वास्तवमा मोडल कलेजले विगतमा हाम्रो पूर्वाञ्चल विश्वविद्यालय सम्बन्धन लिएर व्यवस्थापनका केही कार्यक्रमहरू सञ्चालन गर्दै थियो भने हालैमा अब 5 वर्षे बीए-एलएलबी को कार्यक्रम शुभारम्भ गरिसकेको छ भने निकट भविष्यमा इन्जिनियरिङ र आईटी का प्रोग्रामहरू पनि सञ्चालन गरेर स्वीकृति प्राप्त हुन्छ भन्ने कुराको पनि विश्वास यही मञ्चबाट दिलाउन चाहन्छु। गर्वका साथ हामी मोडल कलेजलाई भन्ने गर्छौं, हाम्रो सम्बन्धनमा सञ्चालन भएको मोडल कलेज साँच्चै मोडल छ। हामीले मोडलको रूपमा प्रस्तुत गर्नुपर्दा जनकपुरको मोडल कलेजलाई हामी अगाडि सार्छौं भने तपाईहरु पनि आफूलाई मोडलको प्रोडक्ट भन्दाखेरि मलाई लाग्छ गर्वले तपाईहरुको शिर उच्च हुन्छ र गर्वले तपाईहरुले मोडलको विद्यार्थी भन्न पाउँदा मलाई लाग्छ सबैसँग प्रतिस्पर्धा गर्न पाउनुहुन्छ, सक्नुहुन्छ। त्यो सामर्थ्य विकास गर्ने क्रममा मोडल परिवार अझै लागोस्। तपाईहरुलाई धेरै धेरै शुभकामना। मलाई लाग्छ आज वीरेन्द्र सरको जीवनीमा आधारित खुशी हाम्रो झाजीले लेख्नु भएको छ। म सानो कुरा मात्रै भन्छु, खुशी खोज्न टाढा जानु पर्दैन। दुःखमा नआत्तिनुस्, सुखमा नमात्तिनुस्, खुशी त्यही छ। खुशी घर घरमा छ। तपाईहरु हेर्नुस्, हामी बच्चा जन्मिँदा कतै खुशी हुन्छौं, कुनै ठूलो कुरा होइन, सबैले बिहा गरेपछि बच्चा जन्म, तर खुशीको सीमा हुँदैन। तपाई बिहा गर्नु कतै खुशी हुन्छ, एउटा मान्छे अस्पताल भर्ना गर्नु, बुवा आमा दाजुभाइ दिदीबहिनी छोराछोरी अस्पतालबाट निको भएर आएको दिन हामी कतै खुशी मान्छौं। तपाई भन्दा धेरै खुशी तपाईहरुको अभिभावक हुनुहुन्छ, तपाईहरुले पास गरेर आएको दिनमा। हेर्नुस् त्यो खुशी कस्तो खुशी छ। त्यसैले सानो सानो कुरामा तपाई रमाउन सिक्नुस्। खुशी सानो सानो कुरामा छ, ईर्ष्या होइन। तपाई खुशी लिन सिक्नुस्।
तपाईले सहयोगी भावना विकास गर्नुस्। एकले अर्कालाई सहयोग गर्नुभयो भने खुशी त्यही प्राप्त हुन्छ। एकले अर्काको ईर्ष्या गरेर, एकले अर्काको प्रतिस्पर्धा पनि कस्तो? यो प्रतिस्पर्धा पनि दुई खालको हुन्छ। एउटा म प्रगति गर्छु भन्ने प्रतिस्पर्धा हुन्छ, एउटा अर्कालाई चाहिँ ठेगान लाउँछु भन्ने प्रतिस्पर्धा हुन्छ। सँगसँगै जाउँ भन्ने प्रतिस्पर्धा गर्नुभयो भने मलाई लाग्छ खुशी हामी त्यही ठाउँमा पनि प्राप्त गर्न सक्छौं। त्यसैले यो आज सुजित सरले जुन खुशी पुस्तक लेख्नु भएको छ, वास्तवमा यो खुशी वीरेन्द्र सरको जीवन कथा यात्रा मात्रै होइन, यो हामी जस्ता तमाम मानिसहरूको खुशी हो जसले जीवनमा नआत्तिने र नमात्तिने धैर्य धारण गर्ने सबैको कथा हो। यो कथालाई हामीले सबैले आत्मसात गर्यौं र तदनुरूप व्यवहार गर्यौं भने हामी सबै खुशी हुन्छौं। सबै खुशी भयौं भने जनकपुर खुशी हुन्छ, जनकपुर खुशी भयो भने नेपाल खुशी हुन्छ, नेपाल खुशी भयो भने समृद्धिको यात्रा अगाडि बढ्छ। त्यसैले अझै सबैभन्दा बढी हाम्रो भाइ बहिनीहरू खुशी हुनुहोस्। तपाईहरुको यात्रा मंगलमय हुनेछ। तपाईहरुलाई धेरै धेरै शुभकामना छ। आज तपाईहरुको वेलकम र फेयरवेल सबैभन्दा पहिले म तपाई सम्पूर्ण नवआगन्तुक मोडल कलेजमा आउने विद्यार्थीहरूलाई पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। तपाईहरु अब मोडलको विद्यार्थी मात्र होइन, पूर्वाञ्चल विश्वविद्यालयको पनि विशाल परिवारमा संलग्न हुनुभएकोले पूर्वाञ्चल विश्वविद्यालयको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु। धेरैलाई थाहा छैन तपाईहरु मोडलमा पढ्नु भएको छ, कतिलाई त विश्वविद्यालय सर्टिफिकेट लिने बेला मात्रै थाहा हुन्छ कहाँ भनेर। पूर्वाञ्चल विश्वविद्यालय नाउँले पूर्वाञ्चल भनेपछि संघीय यो प्रादेशिक विश्वविद्यालय हो कि जस्तो लाग्छ। हामी प्रादेशिक विश्वविद्यालयका विद्यार्थी होइनौं भनेर भन्नुहोस्। तपाईहरु संघीय विश्वविद्यालयको विद्यार्थीहरू हो। नेपालमा त्रिभुवन विश्वविद्यालय पछि सबैभन्दा धेरै कार्यक्रम सञ्चालन भएको, सबैभन्दा धेरै प्राध्यापक भएको, सबैभन्दा धेरै कलेज भएको र सबैभन्दा धेरै विद्यार्थी भएको कलेज मात्रै, विश्वविद्यालय मात्रै होइन, सबैभन्दा राम्रो पाठ्यक्रम र सबैभन्दा राम्रो व्यवस्थित पढाइ भएको विश्वविद्यालय हो भन्न पाउँदा म तपाईहरुको अगाडि गर्वले विश्वविद्यालयको नाम लिन चाहन्छु। जय पूर्वाञ्चल विश्वविद्यालय भन्न चाहन्छु र तपाईहरु पनि गर्वले पूर्वाञ्चलको विद्यार्थी भन्न रुचाउनुस्। अब यहाँ फेयरवेलको कुरा छ। साथीहरुलाई विदाई भन्ने शब्द, मलाई चाहिँ विदाई भन्ने शब्द मन पर्दैन। तपाईहरु हामीले विदाई गर्ने होइन, उच्च शिक्षाको लागि तपाईहरुलाई मार्ग प्रशस्त गर्ने हो। त्यसैले आज पास आउट भएर जाने विद्यार्थीहरूलाई म सबैलाई सम्मान गर्न चाहन्छु, सबैलाई स्वागत गर्न चाहन्छु र सबैलाई अभिवादन गर्न चाहन्छु। तपाईहरु यो कलेजबाट पास आउट हुनुभयो, अब तपाईहरुको उज्जवल भविष्यको कामना गर्छु। कोही तपाईहरु मेची महाकाली तपाईहरु सेवामा प्रवेश गर्नुहोस्, कोही अध्ययन अध्यापनमा जानुहोस्, कोही फेरि मान्छेको धेरैको भनाइ छ हाम्रो ब्रेन ड्रेन भयो, सबै विदेशमा गए भनेर। जबसम्म हामीले हाम्रा भाइ बहिनीहरूलाई, हाम्रा छोराछोरीलाई मुलुकमा रोक्न सकेनौं, आकर्षण गर्न सकेनौं भने जंगलका चराचुरी जस्तो हो। चराचुरुङ्गीहरू संसारभरि अवतरण गर्छन्। हाम्रो गोठगाउँ परिसरमा केन्द्रीय कार्यालयमा अहिले 1 वर्षदेखि 50-60 वटा हात्ती सधैँ आएर बस्छन्। ती हात्ती इन्डियाका हुन्, तर उनीहरूको कुनै सिमाना छैन, चराचुरुङ्गीको सिमाना छैन। तपाईहरु प्रगति गर्ने संसारको जुनसुकै मुलुकमा जानुहोस्, पूर्वाञ्चल विश्वविद्यालय मोडलको प्रतिष्ठा बढ्ने गरी काम गर्नुहोस्। जानु हुँदैन भन्ने होइन। अब संसार अब यस्तो साँगुरो भएको छ, हाम्रो घर घरमा, हाम्रो हात हातमा, हाम्रो गोजी गोजीमा संसार छ। संसार हेर्न अब टाढा जानु पर्दैन। त्यस्तो बेलामा को मान्छे कहाँ गयो भनेर होइन, तपाईँ जहाँ जानुहोस् नेपालको बारेमा चिन्ता गर्नुहोस्, नेपाललाई सहयोग गर्नुहोस्, आफ्नो मुलुकलाई चाहिँ शिरमा राखेर काम गर्नुभयो भने मलाई लाग्छ त्यो केवल तपाईँ र तपाईँको परिवारको मात्रै होइन, मुलुकको समृद्धि पनि त्यहाँ जोडिन्छ। संसार सानो छ। हिजो हामी पहाडबाट मधेस आउँदाखेरि सातु सामल बोकेर कयौं दिन हिँड्नु पर्थ्यो। काठमाडौँ जाने, राजधानी जाने भनेको त हामी काठमाडौँ अर्कै मुलुक गए जस्तो हुन्थ्यो बाहिरबाट, तर अब हामी 15-20 मिनटमा काठमाडौँ पुग्छौं। संसारका कुना कुनामा अब 1 दिन 2 दिन भित्रमा संसार पुग्छौं भने तपाईहरुको यो विचरण संसारभरि रहोस्। सबैलाई धेरै धेरै शुभकामना छ। अब जहाँसम्म वीरेन्द्र सरले यो विशाल कायको मोडल कलेज सञ्चालन गर्नुभएको छ, म जनकपुर कहिलेकाहीँ आउने जाने गर्छु।
के भन्छन् भने मैले साथै देखेको पनि छैन। मैले कुनै पनि कलेजको नेपालमा देखेको छैन जहाँ सम्भवतः कलेजमा लिफ्ट होस्। यो मोडल कलेज भन्दा पनि अब त लिफ्ट भएको कलेज भनेर भन्न थालेछन् यहाँ त। एकमात्र त्यस्तो कलेज जहाँ उहाँले पैसा कमाउने मात्रै होइन, खुसी भनेको सानो सानो कुराले हुन्छ। तपाईहरुलाई लिफ्ट चढेर तलमाथि गर्नलाई पनि खुसी दिनुभएको छ। मलाई लाग्छ यस्ता नयाँ नयाँ खुसीहरू विद्यार्थीहरूलाई दिनुहोस्। हामी सबै समाजलाई तपाईले शिक्षाबाट झन् अगाडि बढाइदिनुहोस्, त्यस्तो बत्ती प्रज्वलित गरिदिनुहोस्, ताकि अब जनकपुरमा मात्र होइन तपाईको खुसी मुलुकभरि विस्तार गर्ने क्रममा तपाईका अब त उमेरका भने अब तपाईँ ढल्किँदै अब हामी जब वृद्ध हुन्छौँ कानुनमा के भन्छ भने अब तपाईँ कानुन पढाउँदै हुनुहुन्छ, मृत्युकालीन घोषणा भन्छ कानुनमा। यहाँ कोही वकिल साहबहरू हुन्छन्, म वकिल पनि भएकोले भनेको मृत्युकालीन घोषणा भन्छ। मर्न लागेको मान्छेले बोलेको कुरा प्रमाणको रूपमा पनि ग्रहण गरिन्छ। हामी अब तपाईँ म हामी वृद्ध अवस्थामा लाग्यौँ भनेको हामी मृत्युकालीन अवस्थामा छौँ। यस्तो बेलामा हामीले झुटो बोल्नु हुँदैन। अब यस्तो बेलामा तपाईँ हामीले अझ हिजोभन्दा धेरै अब तपाईँले पुण्यका काम गर्नुहोस्। अब तपाईले एउटा त्यो अवस्थाबाट यो अवस्था आउनुभयो, अब तपाईलाई पुग्दो सबै कुरा छ। अब सेवा भावले अझ बढी काम गर्नुहोस्, ताकि केवल वीरेन्द्रको मोडल मात्रै होइन, यो मुलुकभरिको मोडलको रूपमा तपाईँ आफूलाई स्थापित गर्नुहोस्। त्यही शुभकामना व्यक्त गर्दै मोडलको उत्तरोत्तर प्रगति र आजको कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै म सबैसँग बिदा हुन्छु। धन्यवाद मोडल कलेज, धन्यवाद। जय पूर्वाञ्चल विश्वविद्यालय।